नि बेबी थामा आएको थियौँ कि अनि हेर्न मन लागेर चाहिँ हेर्दै आएको यहाँ सुँगुरको खोर थियो होइन यो ढुङ्गामा कति पस्छु खाने चाहिँ मन थिएन मलाई ओके के थियो अरे त्यहाँ चाहिँ भैँसीको थालो गोरुहरू बान्ने यहाँ कतिवटा भैँसी थियो सानो ए यही हो ठुलो ढुङ्गा भनेको कुन कहाँबाट लडेको चेप छ नि उता बिचको माथिल्लो त्यहाँदेखि उ त्यहाँ तल झरेको पर्खाको हामी छोपी खेल्ने ठाउँ हेर्नु खोइ कहाँ ए हिँड्दै हिँड्दै बाटो जाने त्यही पो हो रितारको पर्खा छ नि वाल्लाको यो छ नि उता वाल्लाको त्यो वालदेखि यता अनि त्यहाँदेखि फेरि पारिपट्टि छ नि उता ढुङ्गा उता त्यो सब्जी लाग्छ त्यो बारी त्यताको सबै हाम्रो अनि ऊ त खाने पानी धारा चाहिँ हाम्रो त्यो घरमा झरेको छ नि ऊ पर त्यो धारा छ नि एउटा जुम कि क्या अब त्यहाँ पर्ने पर्दैन हौ त्यो अनि यो खेत सबै हाम्रो त्यो पारी देखेका छन् नि त्यो खेत उता जोतेको छ नि त्यो उता जोतेको छ नि यी बर्खार यी घाँस यी यस्ता थिए क्या पहिले घाँस गर्नु नसक्नु खुवाइ नसक्ने यता आयो त्यो पाखा देखेन गाडी कुदेको अघि त्यो कहाँ यो झुसे बर्खा खाने परेर उता हामी खान्छौँ फर्स्ट त्यहाँदेखि सबै त्यो बाँसहरू गाँसहरू छ नि त्यो साइड त्यता सबै हाम्रो सबै बस्न पाए पनि हुन्थेन म त यहीँ बस्नु होला सबै जानु म लास्टै माया लाग्यो समताजुको छोरा बिजोग नि बिचरा रेडी ल फोटो भयो टल्के थियो फोटो हुन्छ रेडी भयो म फेरि फोटो त खतरा खिचिदिन्छु नि सानो लु ल यहाँ चेन त फाटेछ सानो काशीले भात खा भन्दै हुन्छ पस्किट पर्दैन घोच्यो नि यहाँ हेरिरहेको छु त भिडियो गरिरहेको छु त हेरिरहेको छु त त्यही त तिमी त नस्पति खाएको खाइ गर्थ्यौ होला नि सानै कहाँ थियो अरे आफूहरू ढलेछ मेरो सबै रङ डल्लेको भयो क्या छैन ठिकै छ जाउँ सानै काटेको हो बोट हजुरबा कसको अरे घर यो घर जाउँ फोटो खिचिदिनु क्यामेरा नराउ न त आँसु चाहिँ किन झारेको फोटो खिचौँ न ल
अनि तिमीलाई त रुवाउनु पो ल्याए जस्तो भयो त मलाई त माया लाग्दैन त अब अझै यतै भयो ल जाउँ अब साह्रै तिमी रुने रहेछौ ल कुलुङतिर घुम्नु पऱ्यो स्कुल आज आएको थिएँ देवी धान निक्लेको अनि फेरि यहाँ हेर्न मन लागेर ल हिँडामा भिडियो खिचिदिँदैछु सानै अब जाउँ है सरासरी ढुङ्गामा चढ्दिन त ठुलो ढुङ्गामा खेल्न टुप्पोमा नि चढ न एकचोटि ल जाउँ किन के गर्नु केही काम पनि हो भाइ अब जाने ल हामी काम भएन तिमीलाई बस ल बाई बाई जाने ल भोलि पर्सि आउनुपर्छ ल घुम्नु बस ल आऊ बिहानी भएर बस्ने ल घाम भएन भएको छैन ल बस लु बाई ल नजानु भोलि पर्सि आउँछु ल ल भएको भए त्यस्तै भयो खोइ दुःख पो भयो त तपाईँलाई केको दुःख गाई पाल्नु भएको रहेछ अझै गाई छ भुटिङ किनी खान नसकेर अनि केटाकेटी पनि छन् तपाईँहरूलाई पनि त यसो पहिलेदेखि खाने बानी फेरि त्यही त हो बानी भएकोले त यो बिग्रिएको त के खाएको सानी मै खाएको कान्छी दिदीहरूकोमा पैसा मोटै रहेछन् मान्छे त अझ त अलिक दुध लगाइरहेछ अलिक बढेछ क्या र दुध लगाइरहेछ यसलाई पनि त थेरापी सेरापी गर्नु ए अब जाँदा चाहिँ हाई स्कुलबाट यही बाटो जान्छ सिधै नि अब अग्राखेबाट हाई स्कुल पुग्छ नि यो बाटो पुग्छ हाई स्कुल पुगेर अनि अग्राखे हुँदै फेरि ल जाउँ काइली यतै होले नि चाँदीतिरै त्यता रबर नजाने होला उहाँ त गइराख्नु भाइले पसल खोलेको छैन अरे कुलुङमा त्यहाँ यसो निस्किनु होला त्यो स्कुल छेउछाउमा निकै तलै पर्छ पसल पखालेर हाई स्कुल छेउमा खोलेको छैन अरे त होइन भाइले ए होला त धने भाइ छ नि हुँदैन है म पखाल्छु हुँदैन मै खाएको पखाल्नु मै खाएको पखाल्नु हुँदैन है ल ल ल राख नि तिमीलाई खोइ हाम्रो फोटो फोटो खोइ फोटो गइरहेछ यहाँ लु भयो कान्छी दिदी गएको ल अब हामी त ऊ त्यहाँ आएको अब स्वाटै जानु ल ल जाउँ बस्नु म पनि मेरो भात आउँछ नजानु आफ्नो पुरानो गाउँ जे जस्तो भए पनि सानै आऊ
ल त के गर्नु जाउँ के भएर गर्मी भएछ नि हो नि लु जानुपर्छ अब धुलो कस्तो उठ्छ होइन होला किन चाहिँ बिर्सेको बालापनको याद आयो क्या यतै बसौँ बसौँ जस्तो फिल भयो होला है हाम्रो बाउ मरेर फेरि त्यस्तै हो नि ल जाउँ ल ल घर